नमस्कार। आज म तपाईहरुका लागि नेपाली साहित्यको गहिरो, संवेदनशील र भावनात्मक उपन्यास लिएर उपस्थित भएको छु। नयनराज पाण्डेद्वारा लेखिएको चर्चित कृति सल्लिपीर। नयनराज पाण्डे नेपाली लेखक र स्क्रिप्ट लेखक हुनुहुन्छ। उहाँ कथा, उपन्यास मात्र होइन, नेपाली फिल्मका लागि स्क्रिप्ट पनि लेख्नुहुन्छ। उहाँका उपन्यासहरूमा आजको नेपाली समाजको चित्रण मेटाफोरिकल तरिकाले प्रस्तुत गरिएको पाइन्छ। सन् 2017 मा उहाँको आत्मकथात्मक पुस्तक इहारका लागि उहाँलाई पद्मश्री साहित्य पुरस्कार दिएको थियो। उलार, लु, घामकिरी र सल्लिपीर जस्ता उपन्यासहरूले उहाँलाई अझ चर्चित बनाएका हुन्। आज म उहाँकै चर्चित कृति सल्लिपीरको बारेमा विस्तारमा कुरा गर्नेछु। कथाको केन्द्रमा छिन् पेमा। उनको बाल्यकाल ती ससाना तर गहिरा अनुभवबाट सुरु हुन्छ। बाल्यकालमै उनले आमा बुवाको सम्बन्धमा चिसोपन, बिछोडको पीडा र आत्मचिन्तनको थालनी गर्छिन्। बाबुका किताबप्रतिको मोह र आमाको त्यसप्रतिको अस्वीकारले पेमाभित्र किताबप्रतिको भ्रम र भय रोपिन्छ। पारिवारिक विखण्डनपछि पेमा मामा घरमा हुर्किन्छन्। त्यहाँबाट उनको विवाह दावा नामका एक युवकसँग हुन्छ र उनी नयाँ जीवन सुरु गर्न सेचन गाउँ पुग्छिन्। दावाको आफ्नै दुखान्त विगत छ। सानैमा बाबुआमा गुमाएका दावालाई छिमेकीले पालेका हुन्छन्। पेमाले दावाको 11 घर भएको सेचन गाउँलाई आफ्नै बुबाले सुनाउने कथाहरूको गाउँ जस्तो पाउँछिन्। श्रीमान दावासँग चौरी चराउन खर्क जाँदा पेमाले हिमाली जीवनको कठोर यथार्थसँग साक्षात्कार गर्छिन्। यहाँको प्रतिकूल मौसम, चितुवाको अनवरत त्रास, चौरीहरूको स्याहार सुसार, मौरीको मह काट्ने सङ्घर्ष र जीवनयापनका लागि गरिने अनेकौं साना ठुला प्रयत्नहरू सबै अनुभवले पेमाको जीवन दृश्यलाई फराकिलो र गहिरो बनाउँदै लैजान्छ। उपन्यासले पेमाको व्यक्तिगत जीवनको कथा मात्रै भन्दैन, तत्कालीन सामाजिक राजनीतिक उथलपुथललाई पनि उनको जीवनसँग जोड्छ। कहिले फेरि तिब्बत आन्दोलनको छिटाले उनको जीवनलाई प्रभावित पार्छ त कहिले माओवादी द्वन्द्वले उनको दैनिकीमा अशान्ति ल्याउँछ। दावा जो पेमाको श्रीमान हुन्, उनी महत्त्वकांक्षी हुन्छन्। उनी ट्रेकिङ व्यवसायमा लाग्छन् र पहिलो पटक सगरमाथा आरोहणका लागि निस्किन्छन्। त्यसमा उनी विजय उत्सव मनाउँछन्, तर यही क्रममा अर्को पटक सगरमाथा चढ्न जाँदा उनको दुःखद निधन हुन्छ। दावाको मृत्यु पश्चात पेमा राहतका लागि काठमाडौँ आउनुपर्ने बाध्यताले उनको सङ्घर्षको अर्को पाटो देखाउँछ। उपन्यासको सबैभन्दा मार्मिक र केन्द्रीय द्वन्द्व तब सुरु हुन्छ जब पेमाको छोरा फुर्बा किताब पढ्न रहर गर्छ। त्यही किताब जसले उसको आमा बुवाको सम्बन्धमा दरार ल्याएको थियो, त्यही किताब जसले पेमाको मनमा गहिरो डर र भ्रम रोपेको थियो। अब पेमा एउटा भयानक धर्म सङ्कटमा पर्छिन् कि उनले छोराको इच्छालाई समर्थन गर्दै उनलाई ज्ञानको उज्यालोतिर डोर्याउँछिन् वा आफ्नो विगतको डर र पीडाले छोराको भविष्यलाई पनि छायामा पार्छिन्। यही प्रश्नको वरिपरि उपन्यासको बाँकी कथा घुम्छ र यसले पाठकलाई अन्तिमसम्म बाँधेर राख्छ। सल्लिपीरमा यथार्थवादको जगमा उभिएर लेखकले कतै कतै जादुमय यथार्थवाद यानि कि म्याजिकल रियालिज्मको पनि सुन्दर प्रयोग गरेका छन्। बुवाले सुनाएका कथाहरू यथार्थमा परिणत हुँदै जानु जस्ता घटनाहरूले कथालाई थप रहस्यमय र बहुआयामिक बनाउँछन्। उपन्यासले हिमाली भेगको कठोर जीवन, त्यहाँका मानिसहरूको सपना, उनीहरूको सङ्घर्ष, परम्परा र आधुनिकता बीचको द्वन्द्व, पहिचानको खोजी र मानवीय संवेदनाको अनेकौं पत्रहरूलाई कुशलतापूर्वक उघिनेको छ। समग्रमा सल्लिपीर केवल एउटा पात्र पेमाको कथा मात्रै होइन, यो एक युगको, एक समुदायको अनि विशेष गरी एक महिलाको अन्तर्मनको यात्रा र उसको अदम्य साहसको गाथा हो। यसले पाठकलाई हिमाली संस्कृतिको सुगन्धसँगै त्यहाँको जीवनको तितो यथार्थसँग पनि परिचित गराउँछ। यदि तपाईलाई जीवनको गहिराइमा पुगेर लेखिएका यथार्थपरक, संवेदनशील र केही हदसम्म जादुईपुट भएका उपन्यासहरू पढ्न मनपर्छ भने नयनराज पाण्डेको सल्लिपीर तपाईहरूका लागि एक उत्कृष्ट रोजाइ हुन सक्छ। र अन्त्यमा उपन्यासको सारांश यहाँहरूलाई कस्तो लाग्यो? सुझाव, सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। सँगसँगै हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर पनि सहयोग गरिदिनुहोला। धन्यवाद।